हेलो एभ्रिवान, वेलकम टु दिस युट्युब च्यानल। मैले आज यस भिडियोमा चाहिँ सर्पलाई पहिचान गर्ने तरिकाहरूको बारेमा सानो कन्टेन्ट लिएर आएको छु। जुन चाहिँ हामीले सर्पको टाउकोको सेपको आधारमा, सर्पको टाउकोको आकारको आधारमा चाहिँ हामीले सर्पलाई कसरी पहिचान गर्न सक्छौँ, यसको चाहिँ थोरै जानकारी छ। यसमा चाहिँ हामीले अब नेपालमा पाउने विभिन्न सर्पका प्रजातिहरूलाई चाहिँ हामीले पहिचान गर्न नसक्नुको कारण चाहिँ हामीले अलिकति ध्यान नदिएर एकदम सामान्य कुराहरूलाई ध्यान नदिएर पनि हामीले पहिचान गर्न नसकेका हुन्छौँ, र जसले गर्दा मान्छेको ज्यान पनि जोखिममा भएको अवस्था छ। र जसले चाहिँ हामीले सर्प को पनि हामीले त्यसरी नै पहिचान नहुनको कारण चाहिँ विषालु अविषालु भनेर चाहिँ हामीले मार्ने गर्दछौँ। त्यसै चाहिँ सर्प संरक्षणको लागि चाहिँ एकदम महत्त्वपूर्ण पार्ट मानिन्छ, र हामीले पहिचान गर्नु पऱ्यो भने यो भिडियोलाई पनि आधार मानेर हामीले पहिचान गर्न सकिन्छ। त्यसै सर्पको टाउकोको सेपबाट हामीले सर्पलाई कसरी पहिचान गर्न सक्छौँ। अब हामीले चाहिँ यो मोर्फोलोजिकल्ली हामीले एउटा कुनै सर्पलाई देखिसकेपछि त्यसलाई आइडेन्टिफाई गर्ने चाहिँ टाउकोको सेपबाट अथवा विभिन्न अरू तरिकाहरूबाट सुरुमा आइडेन्टिफाई गर्ने तरिकाहरू सिक्छौँ। यसमा चाहिँ यो धेरै डिटेलमा भए तापनि यसलाई चाहिँ हामीले यसको पार्ट सेक्सन गरेर हामीले अर्को भिडियोमा चाहिँ प्रस्तुत गर्नेछु। यसरी चाहिँ अब हामीले मोर्फोलोजिकल्ली हामीले सर्पलाई देखेर त्यसलाई चाहिँ अब हामीले नजिक गएर हेर्दाखेरि, अब्जर्भ गर्दाखेरि देखिने कुराहरू के कुराहरू विचार गर्छौँ सर्प पहिचान गर्दाखेरि। यो चाहिँ हेडको गुणहरू, टाउकोको गुणहरू, जुन चाहिँ हेडको सेप, जुन चाहिँ यो स्लाइडमा हामीले डिस्कस गरिरहेको छौँ। त्यसै गरी आँखाको नानीको सेपहरू, त्यसमा भएको लोरेल पिटहरू, त्यसपछि त्यो टाउकोमा हुने स्केलको प्याटर्नहरू। त्यसै गरी हामीले अर्को चाहिँ के छ भने बडीको सेपहरू कस्तो छ, कस्तो बिल्डमा छ, त्यसको बडीको थिकनेस कस्तो छ, होइन। त्यसपछि त्यसको शरीरको माथिल्लो भागमा भएका सर्पहरूको प्याटर्नहरू, स्केलको प्याटर्नहरू, त्यसै गरी स्केलमा भएको रोहरू, है, तिनीहरूलाई चाहिँ काउन्ट गर्नुपर्ने हुन्छ। त्यसै गरी अब कलर प्याटर्नहरू, त्यसमा चाहिँ सर्पहरू विभिन्न कलरको हुन्छ। जस्तै कि ब्यान्ड हुन्छ, त्यसमा कुनैहरू ब्यान्डहरू बाँधेको जस्तो देखिन्छ, कुनै स्पटहरू हुन्छ, कुनै ब्लोसेसहरू हुन्छ, कुनै स्ट्राइपहरू हुन्छ, जुनबाट चाहिँ हामीले सर्पलाई नामाकरण पनि गरेको हुन्छौँ, है। त्यसै गरी हामी अर्को चाहिँ भेन्ट्रल स्केलहरू, जुन चाहिँ शरीरको तल्लो भागमा भएको बेली, पेटमा भएको कलर प्याटर्नहरू, त्यसै गरी त्यसमा भएको एनल प्लेटहरू, जुन चाहिँ मलद्वारमा भएको प्लेटहरू हुन्छ, त्यो कुराहरू हेरेर आइडेन्टिफाई गर्छौँ। र अर्को चाहिँ टेलको सेपहरू, टेलको लम्बाइ कति छ, पुच्छरको लम्बाइ, त्यसै गरी त्यसमा भएको स्केलहरू काउन्ट गरेर हामीले सर्प पहिचान गर्न सक्छौँ। र अर्को कुरा चाहिँ स्केल काउन्ट। यो भनेको चाहिँ हामीले एकदम इफेक्टिभ मान्छौँ। जुन चाहिँ स्केल काउन्टले चाहिँ के गर्छ भने सर्प कुन सर्प हो भनेर हामीले पहिचान गर्न हामीले यो स्केल काउन्ट गर्छौँ। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। अब यो यसमा चाहिँ डोर्सल स्केल काउन्टहरू भयो, जुन माथिल्लो भागमा शरीरको माथिल्लो भागमा भएको कत्लाहरूको गणना, भेन्ट्रल स्केल काउन्ट भयो, त्यसै गरी टाउकोमा भएको स्केल काउन्टहरू भयो, त्यसपछि पुच्छरको तलपट्टिको भागमा भएको कत्लाहरूको काउन्टहरूबाट हामीले सर्प पहिचान गर्छौँ। त्यसै अरू चाहिँ के छ, अब यी सबै कुराहरू हामीले पहिचान गर्न सक्यौँ भनेपछि अब अन्त्यमा आउँछ हामीले यो एडिसनल क्लुज भन्छ, जुन चाहिँ हामीले त्यसको बिहेभियर, कस्तो बिहेभियर छ, कस्तो वासस्थानमा बस्छ, त्यो कुराहरू चाहिँ विचार गरेर हामीले सर्पलाई पहिचान गर्छौँ। जस्तो कि हामीले हिमालमा भेट्ने सर्पहरू चाहिँ तराईमा भेट्यो भने हामीले चाहिँ यो हेबिटेटमा बस्ने सर्प हो भनेर हामीले गर्न सक्दैनौँ। त्यसलाई चाहिँ कसरी बुझ्छौँ भने कुनै व्यक्तिले हिमालबाट लिएर आएको हुनसक्छ, अथवा कुनै गाडीमा अथवा कुनै जडीबुटी ल्याउँदाखेरि दाउरामा अथवा काठमा आएको हुनसक्छ भन्ने विचार पुऱ्याउनु पर्यो। अब हामीले सर्पको टाउकोबाट चाहिँ पहिचान गर्दाखेरि के कुराको गुणहरू हेर्छौँ सर्पको भने एउटा चाहिँ स्नेक को हेडको सेप भयो, यो सेपहरू, टाउकोको आकार कस्तो छ, त्यसै गरी पुपिलको सेपहरू, जुन चाहिँ आँखाको नानीको सेपहरू, त्यसमा भएको लोरियल पिट को प्रेसेन्स एन्ड एब्सेन्स, त्यो चाहिँ छ कि छैन, त्यसै गरी टाउकोमा भएको सर्पको कत्लाहरूको कस्तो टाइपको कत्लाहरू चाहिँ छ, कस्तो प्याटर्नमा चाहिँ छ, त्यो कुराहरू हामीले विचार गर्छौँ। त्यसै गरी अर्को चाहिँ अब नेप्लिज स्केलहरूमा चाहिँ टाउकोको सेपहरू कस्तो सेपहरू भएका प्रजातिहरू हुन्छन् नेपालमा। नेपालको कन्टेक्स्टमा मात्रै मैले यो कुरा गरिरहेको छु, किनभने अरू बाहिरी देशको सर्पहरूको बारेमा यसमा यो भिडियोमा प्रस्तुत गरिएको छैन। यसमा चाहिँ हामीले एउटा चाहिँ के भेट्छौँ भने ट्रायङ्गुलर सेपको टाउको भेट्छौँ, जुन चाहिँ यसरी त्रिकोण आकारको सेपमा चाहिँ यो टाउको फैलिएको हुन्छ सर्पको, है। अब यो सर्पको प्रजातिहरू कस्ता हुन्छन्, के हुन्छन् भनेर एकछिनमा हामी बुझ्छौँ। त्यसै गरी अर्को छ यो राउन्ड एन्ड ओभल सेप, जुन चाहिँ शरीरको चाहिँ गोलाकार जस्तो देखिने अथवा अण्डाकार जस्तो देखिने टाउकोको सेपको आधारमा पनि हामीले सर्प पहिचान गर्न सक्छौँ, होइन। यो सर्पहरू कस्ता प्रजातिका नेपालमा पाउँछन् भनेर हामी बुझ्छौँ।
त्यसै गरी अर्को छ यो ब्लन्ट स्नाउट, जस्तै कि अब यो थुतुनो छ, यो थुतुनो चाहिँ यिनीहरूको चाहिँ के हुन्छ, अलिकति चौडा हुन्छ, जुन यिनीहरूलाई खन्नमा मद्दत गर्छ, जसलाई चाहिँ रोस्ट्रल भन्छ। यो यसको आधारमा हामीले सर्पलाई पहिचान गर्छौँ। अर्को छ यही राउन्ड एन्ड ओभल सेपमै पर्दछ, तर चाहिँ अलिकति फरक चाहिँ यसमा के छ भने शरीरको भाग चाहिँ लगभग यो राउन्ड एन्ड ओभल सेपमै पर्छ, तर अलिकति समस्या के छ भने हामीले चाहिँ सर्पको यो टाउकोको सेपदेखि घाँटी चाहिँ अलिकति प्रष्ट छुट्याउन सकिँदैन। यो कुराहरूलाई चाहिँ हामीले अलिकति विचार पुऱ्याउनु पर्ने हुन्छ। अब यति कुराहरूको आधारमा हामीले चाहिँ सर्पको टाउकोको सेपबाट हामीले सर्प पहिचान गर्न सक्छौँ, र हामीले यो पनि बुझ्न सक्छौँ कि यो यस्ता प्रजातिको सर्पहरू चाहिँ नेपालमा पाउँदछ है। चाहिँ पहिचान गर्दाखेरि चाहिँ यस्ता कुराहरू चाहिँ हामीले आधार मान्नु पर्दछ होइन। यो कुराहरू चाहिँ हामीले ध्यानमा राख्नु पर्दछ, यसरी चाहिँ हामीले सर्प पहिचान गर्न सक्छौँ। त्यसै गरी अब हामीले चाहिँ यो ट्रायङ्गल सेपमा भएका सर्पहरू चाहिँ नेपालमा कस्तो कस्तो कुन सर्पहरू पाउँदछ, त्यो कुराहरूको बारेमा थोरै बुझौँ है। अब यसमा चाहिँ हामीले यो विषालु प्रजातिमा पर्ने, यो भेनमस प्रजातिमा पर्ने यो रसेस भाइपरको कुरा गरौँ। यो भाइपर प्रजातिहरूको चाहिँ प्रायः जसो हामीले अरू भाइपर प्रजातिहरू नेपालमा पाउने लगभग सबै भाइपर प्रजातिहरूकोमा के हुन्छ, टाउकोको सेप चाहिँ एकदम ट्रायङ्गुलर सेपमा हुन्छ है। यसरी चाहिँ के बुझ्न सकिन्छ भने यस्तो ट्रायङ्गुलर सेपमा भएको प्रजातिहरू प्रायः जसो नेपालमा भाइपर सर्पहरू हुन्छ, र यिनीहरू चाहिँ विषालु हुन्छ। यिनीहरूले चाहिँ यिनीहरूको विषले चाहिँ मान्छे मर्न सक्छ है। त्यसले गर्दाखेरि यो सेपलाई चाहिँ अलिकति विचार पुऱ्याउँछ। यो टोटल्ली ट्रायङ्गुलर सेपमा फैलिएको हुन्छ टाउकोको सेप। त्यसैले अलिकति कन्फ्युज हुन सक्ने सर्पहरू पनि छन् यसमा चाहिँ। अब यो हेरौँ त माउन्टेन पिट भाइपरको पनि अलिकति यो ट्रायङ्गुलर सेपमै हुन्छ। यसको मतलब यो ट्रायङ्गुलर हुन खोजेको कारण चाहिँ के हो भने टोटल्ली हामीले घाँटीबाट टाउकोको सेप चाहिँ अलिकति छुट्टिएको, मजाले छुट्टिएको, जसले गर्दा यो सेप चाहिँ ट्रायङ्गुलर सेपमा चाहिँ जोडिएको हुन्छ। अब अर्को चाहिँ अलिकति यसमा चाहिँ नन भेनमस प्रजातिमा चाहिँ अलिकति झुक्किन्छौँ हामी। अब यसमा चाहिँ के छ, बर्मिज पाइथन हेर्दाखेरि झट्ट नजिकबाट हेर्न गयो भने हामीले ट्रायङ्गुलर सेपमै देख्छौँ। तर यो ट्रायङ्गुलर ठ्याक्कै हाम्रो यो भाइपर प्रजाति कस्तो ट्रायङ्गुलरै भनेर छुट्टिएको हुँदैन, जुन चाहिँ अलिकति स्लोपमा आएको हुन्छ, र हेर्दाखेरि ट्रायङ्गुलर सेपमा देखिए तापनि यसमा चाहिँ हामी झुकिनु भएन है। त्यसै गरी अर्को छ हाम्रो कमन क्याट स्नेक। यो क्याट स्नेक प्रजातिहरू लगभग सबै प्रजातिहरू यस्तो देखिन्छ हेर्दाखेरि। यो हेर्दाखेरि ट्रायङ्गुलर सेपमा देखिए तापनि यो ट्रायङ्गुलर सेपमा झ्याप्पै हुँदैन, अलिकति स्लोप हुन्छ, र यिनीहरू अलिकति यो सर्पसँग चाहिँ अलिकति झुक्किने हुँदाखेरि चाहिँ यसमा चाहिँ अलिकति विचार पुऱ्याउनुपर्छ। त्यसै गरी हाम्रो ओभल र राउन्डेड सेपको टाउको, सर्पको टाउको जुन चाहिँ हामीले पहिचान गर्नलाई एकदम महत्त्वपूर्ण छ। अब यो सर्पको प्रजातिहरू जुन पनि हुनसक्छ, यो विषालु पनि हुनसक्छ, अविषालु पनि हुनसक्छ। यो एकदम डेन्जर भेनमस कोब्रा पनि हुनसक्छ, र ऱ्याट स्नेक पनि हुनसक्छ। अब यो किङ कोब्राको कुरा गर्दाखेरि अब यिनीहरूको हेर्दाखेरि झट्टै के देखिन्छ भने गोलो अथवा तपाईँको शरीरको टाउकोको भाग चाहिँ एकदम गोलो अथवा ओभल सेपको, अण्डाकार सेपको टाउको हुन्छ है। यो चाहिँ फना नफिजाको बेलाको अवस्था हो। अब अरू चाहिँ यो करेतको प्रजातिको पनि लगभग सेम हुन्छ। यिनीहरू चाहिँ अलिकति घाँटी छुट्याउन सकिन्छ टाउकोदेखि, तर यिनीहरूको चाहिँ टाउकोको सेप चाहिँ के हुन्छ, ओभल र राउन्डेड सेपमा हुन्छ। अब यी प्रजातिहरू, यो अविषालु प्रजातिहरूमा पनि यस्तो चिजहरू पाउँछ। यो ब्यान्डेड कुकुरीमा पनि लगभग ओभल सेपमा हुन्छ है। त्यसै गरी अरू सर्प चाहिँ हाम्रो यो सेक्रेट किलब्याक होइन, यो ढोडिया सर्पहरू, यी प्रजातिहरूमा पनि हेर्दाखेरि यो के हुन्छ, ओभल अथवा राउन्ड सेपमा हुन्छ, जुन चाहिँ घाँटी हामीले प्रष्ट छुट्याउन सक्छौँ। यो घाँटी हो, शरीरको भाग चाहिँ यता छ, त्यसै गरी यो चाहिँ हाम्रो टाउकोको सेप हो भनेर हामीले पत्ता लगाउन सक्छौँ। त्यसै गरी हामी यो रोस्ट्रल एकदम राम्रो भएको, ब्लन्ट स्नाउट भएको सर्पहरू चाहिँ कुन छ भने हाम्रो प्रायः यो बोआ फ्यामिलीमा पर्ने प्रजातिहरू हो, जुन चाहिँ नन भेनमस पर्छ। यो रफटेल स्यान्ड बोआ हेर्नुहोस् त, यसको चाहिँ कस्तो हुन्छ भने यो शरीरको भागको ठुँड चाहिँ एकदम तगडा हुन्छ होइन, जसले गर्दा चाहिँ सानो जमिनमा चाहिँ उनीहरूले नरम सफ्ट मोडमा चाहिँ उनीहरूले मजाले घुस्रेर खनेर जान सक्छ है। त्यसले गर्दाखेरि यिनीहरूको चाहिँ ब्लाउन्ट स्नाउट हुन्छ। त्यसै गरी यो रेड स्यान्ड बोआको पनि यस्तै तपाईँको ब्लन्ट सेपमा हुन्छ यसको टाउकोको भाग अथवा टाउकोको ठुँडको भाग है। त्यसै गरी अब इन्डिस्टिङ्क्ट नेक भन्छ, यो जुन चाहिँ हामीले अघि ओभल सेप अथवा राउन्ड सेप पऱ्यौँ, यस लगभग सेम नै हो, तर अलिकति फरक के हुन्छ भने जुन अघिकै बोआ स्यान्ड सर्पको कुरा गरौँ, रेड स्यान्ड बोआको, यिनीहरूको चाहिँ अलिकति घाँटीबाट चाहिँ हामीले छुट्याउन सक्दैनौँ। यो घाँटीको भाग चाहिँ अलिकति छुट्याउन हामीलाई कठिन हुन्छ। किन कठिन हुन्छ भने यसको चाहिँ सबै सर्लकै यहीँदेखि जोडिएर आएको हुन्छ, र टाउकोसँग जोडिएको हुँदाखेरि हामीले अलिकति छुट्याउन गाह्रो हुन्छ।
त्यसैगरी अब अर्को सर्प चाहिँ हाम्रो यो कोरल रेड कुकुर स्नेक भन्छ। जुन चाहिँ यसको पनि हामीले तपाईँको सर्प हेर्दाखेरि झट्टै हेर्दाखेरि यसको घाँटी कहाँनिर छ देख्न सकिँदैन। यसको घाँटी छुट्याउन अलिकति गाह्रो हुन्छ। त्यसले गर्दाखेरि यी प्रजातिका सर्पहरूको चाहिँ घाँटीबाट पनि हामीले घाँटी छुट्याउन सकिने नसकिने प्रजातिहरूबाट पनि हामीले सर्प पहिचान गर्न सक्छौँ है। अब यति भन्दै अब हाम्रो यो आजको यो सर्प पहिचान गर्ने घाँटीको सेपबाट कसरी पहिचान गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले समाप्त गऱ्यौँ। अब अर्को भिडियोमा चाहिँ हामीले आँखाको नानीबाट चाहिँ सर्प पहिचान कसरी गर्न सकिन्छ भन्ने कुराहरूको जानकारी लिनेछौँ। त्यसको लागि चाहिँ हामीले यस्तो भिडियो चाहिँ जानकारीमूलक लाग्छ तपाईँलाई भने यो युट्युब च्यानलमा चाहिँ सब्सक्राइब गरिदिनु होला र यसमा चाहिँ फेसबुकमा पनि हाम्रो यो पेज छ द वाइल्ड एडभेन्चर भन्ने, यसमा चाहिँ तपाईँले फलो गर्न सक्नुहुन्छ। जानकारीको लागि एकदम धन्यवाद।